सज्जनवृन्द, आदरणीय सौरभ सर, हुसैन दाहाज्यू, आदरणीय जज साहब, कर साहब, सिपाही साहब, हवलदार साहब, बाहरमा हुने सम्पूर्ण मित्रहरू, सिपाही साहबहरू, सिपाही भनेको हाम्रो प्रोफेसन हो, पेसा हो, प्रबन्धकार प्राप्त सबै सिपाही मित्रहरू, यो पेसा हो, सबैलाई नमन छ, सलाम छ। यो सबैको इतिहास हो। यो देशमा एकल पृथ्वीनारायण शाह अथवा कुनै पाँडे अथवा कुनै थापाको कुनै बस्नेतको मात्रै एकल नेतृत्वले, एउटा हातले यो कुनै इतिहास भनेको थिएन, कुनै संरचना जन्मेको थिएन। आम दर्शकहरू, लेखकहरू, पत्रकारहरू, यहाँले बुझिदिनुहोस्,